हेलो गाइस, आजको भिडियोमा सबैजनालाई स्वागत छ। आजको दिन पनि सुरु भइसकेको छ है। आज अब बुढोले ब्याग लिएर भनेर माथि पसलमा आएको है। माथि पसलबाट अब फेरि एक्कासी कहाँ जाउँ भन्न थालेछन्। अब ब्यागको भेटौँ है त। हामी चाहिँ बुढोको पछि लागिरहेछौँ। आज बुढोले कहाँ पुर्याउने हो नि थाहा छैन है। बुढोले कहाँ लाल्ला हो थाहा छैन। कृतिपुर जाउँ भन्छ। ए हो ल हावा तार्न जाउँ भन्छन्। कहाँ पुग्ने हो नि थाहा छैन। आजको दिनमा चाहिँ आजको दिनमा के हुन्छ नि थाहा छैन। आजको दिन चाहिँ सुरुवात भइसकेको छ है। चप्पलमा के ठाउँमा बाह्रमा बुढोले कहाँ आउने थाहा छैन।
त्यसो नगर्नु औडा कुदाइदिन्छ क्या बुढाले क्या ल चल्ल आँटेको चाहिँ क्या आज बुढोले औडा कुदाइरहेको छ त बुढोले औडा कुदाइरहेको छ औडा बुढोले औडा कुदाइरहेको छन् बुढोले नन स्टप बाइक कुदाइछन् है तर कहाँ पुऱ्याउनु आउने थाहा छैन नन स्टप कुदाइछन् कहाँ अब चन्द्रगिरीको तल खोप्चातिर आइपुगेको छ खासमा हिँडेको चाहिँ कता हिँडेको स्याम्दै हामी अहिले जाने भनेको चन्द्रगिरी डाँडा त्यहाँदेखि भएन भने एकैचोटि हामी उता कुलेखानी पुग्छौँ है कुलेखानी ल्याउँदै त्यहाँदेखि चाहिँ यसो लोकल माछा खाएर हामी त्यहाँ फर्किने भन्ने मेरो चाहिँ हाम्रो सोच हो अब हेरौँ जाँदै जाँदै कहाँ पुग्छ अब अलि बल्ल थाहा हुन्छ है त अब स्याम्दाले यत्रो बाइक नन स्टप कुदाउनु भएको रहेछ नि अब अन्धधुन्द पनि निस्किएको फेरि दुईजनै म चाहिँ फेरि चप्पलमा छ फेरि थाहा छैन यहाँतिर आइपुग्छ भनेर फेरि है अब माथि पसलसम्म आउँ भनेर बाइक लिएर आउँ भनेर बाइक लिएर आएको बुढोले त कहाँ पुऱ्याइ थाहा छैन नन बाइक कुदाइछन् अब बुढाले अब कहाँ पुऱ्याउने हो थाहा छैन अब कता हो बाटो पनि थाहा छैन यता छन् अब यो बोर्डमा चाहिँ कुलेखानी चितलाङ चाहिँ यता लेखा छन् है कुलेखानी चितलाङ चाहिँ यता लेखा छन् हेरौँ जाँदै हेरौँ अब हावाहुरी तालमा हिँडेपछि यस्तै हो कि जहिले हावाहुरीमा हिँड्ने हामी हिँड्दै त जहिले हावाहुरीमा हिँड्ने अब बुढोको अब ठेगान छैन कहाँ पुऱ्याउँछ दिनभरिमै त्यही हो यस्तै छ नि अब यो ठाउँमा चाहिँ म चाहिँ फर्स्ट टाइम हो अझै अहिलेसम्म आएको छैन यहाँतिर म त फर्स्ट टाइम हो यहाँतिर यस्तै छन् है तल हिँडेको छन् माथिबाट पहिरो आउँछ भने डर लागिरहेको छ हामीलाई चाहिँ बाटो चाहिँ यस्तो छन् मेरो चाहिँ गिटी हल्लिसक्यो मेरो चाहिँ गिटी हल्लेर के जानु पछाडि पऱ्यो त टाउको दुखेर पाइसक्यो हल्ली त है बाटो चाहिँ यस्तै छन् मासितिर चाहिँ यस्तो छन् गिटी हल्लिरहेछन् यहाँबाट माथिबाट पहिरो खस्यो भने त सक्यो डामाडोल काठमाडौँ चाहिँ त्यति क्लियर देखाएको छैन नै यहाँबाट तर देख्न चाहिँ मिठो देखिरहेको छ क्यामेराले चाहिँ क्याप्चर गर्न सकिरहेको छैन तर राम्रो देखिरहेको छ नि घरै घर किरा जस्तो देखिरहेको छ नि घरहरू चाहिँ है यता अब यस्तै छन् बाटो नन स्टप कुदाइ छन् माथिबाट पहिरो आउँछ कि भन्ने डर लागेर छन् मलाई चाहिँ अलिकति यस्तो टर्निङतिर उकालोतिर चाहिँ ढलान गरेर रहेछन्
हामी चाहिँ एकछिन बस्छौँ होइन हेरेर त्यही नै हो बुढोले चाहिँ बाइक नन कुदाइछन् बाटो नै खतमको छ है त्यही नै हो यहाँबाट देख्ने चाहिँ काठमाडौँको भ्यू चाहिँ यति नै हो ल त्यही नै हो बुढो त्यहाँ थाकिरहेछन् होला लसो गाइस यस्तै छन् है हावाहुरीमा हिँडेका छन् त्यही नै हो अयो हावाहुरीमा हिँड्नु त हामी होइन त्यस्तो होइन हामी घुम्नु आएको मान्छे हो नि घुम्न आएको अब यहाँ चाहिँ चट्ट बसिन्छ होइन यसरी अब यसरी बसिन्छ होइन त्यो अब यसरी फेरि बसिन्छ यसो कति तल बस्नु क्या भिडमा यसो कहिले कहिले हावा खानु चिसो एकदम ताजा फ्रेस हावा खानु हामी चाहिँ आएको हो भाइसँग ल त्यही हेर्नु त भिडियोको कन्टेन्ट कस्तो हुन्छ यो पनि सबै सिकाइदिनु होला यहाँबाट चाहिँ पहिरो आयो भने चाहिँ खतम हुन्छ कि फेरि हामी चाहिँ यही डाँडाबाट फर्क्यौँ है यहाँ माथि डाँडाबाट अब कुलेखानीतिर ड्यामतिर जाउँ भन्ने कुरा भएको थियो तर जाने स्थिति भएन बाइकले ढोका दियो हामी चाहिँ यही डाँडाबाट फर्क्यौँ है त्यही नै हो बुढोले बाइक चलाउँदैछन् अब हामी चाहिँ यहीँबाट फर्क्यौँ त्यही नै हो ल हामी ओह्रालो झर्दैछौँ अब जान पाएन बाइकले धोका दियो ओह्रालो झर्दैछौँ त्यही नै हो है त्यही अघिको आगै बाटो फर्क्या हो के गर्नु सोचेको कहिले पुरा हुँदैनन् त्यही त हो नि हामी चाहिँ अहिले ओह्रालो झर्दैछौँ है त्यही नै हो यहाँतिर चाहिँ अलिक चिसो नै छ यता काठमाडौँ भन्दाखेरि यो माथि डाँडामा चाहिँ यस्तो चिसो छन् कि है मौसमै हाम्रो जाडो भइरहेछ हौ यो यत्रो जागी लाउँदा पनि जाडो भइरहेछ नि मलाई चाहिँ है हामी चाहिँ ओह्रालो झर्दैछौँ चिसो चिसो मौसम छ जङ्गलै जङ्गल छन् यहाँतिर जसो गाइस हामी चाहिँ निकै तल झरिसक्यौँ यही माथि डाँडाबाट हामी चाहिँ अहिले कृतिपुर निस्किसक्यौँ अब हामी चाहिँ तलै आइसक्यौँ निकै है यहाँतिर माथिभन्दा त यता लास्ट गर्मी छ माथि जङ्गलमा त माथि टापुबाट माथि त चिसो थियो यहाँ त लास्ट गर्नु भयो गर्नु छ तल चाहिँ त्यही नै हो गाइस हावातालमा हिँडेका छन् संसार पुगेका छन् है हामी कुन ठाउँ हो नि थाहा छैन कुन ठाउँतिर आइपुग्यो भने पनि थाहा छैन है हामी चाहिँ आर्यो भन्छन् यहाँ चाहिँ लास्ट गर्मी छ आज दिनभरि कहाँ कहाँ के गऱ्यो थाहा छैन
गाइस हामी चाहिँ अहिले फर्केर घर माथितिर आइपुगिसक्यौँ है। आज खै हावातालमा कहाँ कहाँ पुग्यो के भयो थाहा नि छैन। बाटो बिचतिर नि भिडियो बनाउने बिर्सिएछन्। अब अलि अब यहाँ आएर पो सम्झ्यो है, घर माथि आएर चाहिँ अब चाहिँ त्यही नै अब कहाँ पुग्यो के गर्यो केही थाहा छैन। आज हिँडिआइरहेछ नि बाइकमा मात्र। अब गन्तव्यसम्म पुग्न पनि सकेन। त्यही नै हो। अब नजिक आइपुग्छ।